इन्द्रले पनि स्वर्गको कि अप्सरा बेचेको हो। तिमीले छोडेपछि बल्ल चेत खुल्यो यता मेरो। तिमीले छोडेपछि बल्ल चेत खुल्यो यता मेरो। दारी बढेको होइन मैले ऐना हेर्न बिर्सेको हो। चाँदीको हो कि सुनको हो भन्न न तिमी के को हो। मैलोले भिजेको भए साबुनले जान्थ्यो पक्का। मैलोले भिजेको भए साबुनले जान्थ्यो पक्का। पक्का मैलोले भिजेको भए साबुनले जान्थ्यो पक्का। आमाको फरिया आँसुले नै भिजेको हो। दारी बढेको होइन मैले ऐना हेर्न बिर्सेको हो। भन्दाखेरि अहिले म पिउने काम छोडिसकेँ। भन्दाखेरि अहिले म पिउने काम छोडिसकेँ। भन्दाखेरि अहिले म पिउने काम छोडिसकेँ। फेरि यसो सम्झ्यो यो मेरै लागि बनेको हो। भन्दाखेरि अहिले म पिउने काम छोडिसकेँ। फेरि यसो सम्झ्यो यो मेरै लागि बनेको हो। चाँदीको हो कि सुनको हो भन न तिमी के को हो। इन्द्रले पनि स्वर्गको कि अप्सरा बेचेको हो। धन्यवाद। अब दोस्रो भनाइ, अब टोपीसँगको दोस्रो भनाइ। म यो होइन जो अहिले यहाँ देखिएको छ। म यो होइन जो अहिले यहाँ देखिएको छ। तिमीले पढ्नै पर्ने पृष्ठ खासमा च्यातिएको छ। म यो होइन जो अहिले यहाँ देखिएको छ। तिमीले पढ्नै पर्ने पृष्ठ खासमा च्यातिएको छ। के को हो मेरो दुखाइ कोही त सम्झाइदेऊ। के को हो मेरो दुखाइ कोही त सम्झाइदेऊ। प्रेम या छुरा केही त म भित्र रोपिएको छ। तिमीले पढ्नै पर्ने पृष्ठ खासमा च्यातिएको छ। म बाहेक सबैसँग हात मिलाउँदै गयो। म बाहेक सबैसँग हात मिलाउँदै गयो। जे होस् उसले मलाई केही त सम्झिएको छ। म बाहेक सबैसँग हात मिलाउँदै गयो। जे होस् उसले मलाई केही त सम्झिएको छ। तिमीले पढ्नै पर्ने पृष्ठ खासमा च्यातिएको छ। फुट्ने जिनिस फुटिजान्छ। फुट्ने जिनिस फुटिजान्छ सिसा होस् या निधार। अन्तिम शेर। फुट्ने जिनिस फुटिजान्छ सिसा होस् या निधार। फुट्ने जिनिस फुटिजान्छ सिसा होस् या निधार। के कारणले तर घरको भित्तो चर्किएको छ। म यो होइन जो अहिले यहाँ देखिएको छ। तिमीले पढ्नै पर्ने पृष्ठ खासमा च्यातिएको छ। धन्यवाद।